हेलो गुड मर्निङ एभ्रिवान है वेलकम टु माई फेसबुक पेज। अन्त हजुरहरूलाई सन्चै छ होला होइन, म पनि सन्चै सुविधै छु। सन्चै सुविधा बस्नुको लागि चाहिँ यसरी बिहान बिहान आएर म मर्निङ वक गर्छु होइन। त्यही भएर सन्चै सुविधै हुन्छ। के थाहा है विदेशको जग्गामा भरे प्ल्याट्टै केही भइहाल्यो भने होइन, कसले हेर्छ। यहाँ त कोही फ्यामिलीहरू हुँदैन, इष्टमित्र पनि हुँदैन, अब साथीभाइ हुन्छ होइन, उनीहरू पनि सबै कमाउनै आएको हुन्छ। अब उनीहरूले एकअर्कालाई हेरोस् कि आफूलाई हेरोस् हुन्छ होइन। सो छोडिदिउँ त्यो कुरा होइन। म चाहिँ मर्निङ वक गर्दै आएको हो। अन्त एभ्री मर्निङ आउँछु, दुगुर्दै 5 किलोमिटर दुगुर्दै आउँछु। आउँदा चाहिँ टक्कै म यहाँनिर ग्राउन्डमा आइपुग्छु। मेरो पछि देख्नु हुँदैछ होइन, यो चाहिँ एउटा स्कुल हो। यो चाहिँ स्कुलको ग्राउन्डमा आइपुग्छु। यहाँ पर ब्याकमा चाहिँ ग्राउन्ड छ होइन, त्यहाँ आएर चाहिँ 5 चक्कर गर्छु फेरि होइन। अन्त 5 राउन्ड लगाएर फेरि पार्कभित्र पसेर चाहिँ फेरि पुसअपहरू हल्का गर्छु होइन। अन्त अब त्यस्तो गर्नु चाहिँ किन जरुरी छ भने चाहिँ अब होइन, घर छेउछाउतिर भए पो होइन, यस्तो भयो पनि केही छैन, उस्तो भयो पनि केही छैन भन्नु। विदेशको जग्गामा फिजिकल्ली फिट बस्नु भनेको आफूलाई एउटा ठुलो च्यालेन्ज हो होइन। अब यहाँनिर कुनै डाइट हुँदैन, कुनै केही हुँदैन, डाइटहरू फलो गर्नु यस्तो गर्नु केही हुँदैन होइन। अन्त यहाँ चाहिँ आफै एकदम भन्दा पनि एकदमै केयर गर्नुपर्छ होइन, आफूलाई नै। कस्तो गरम भयो मलाई त्यहाँदेखिको, त्यही भएर होइन। अब प्ल्याट्टै केही भइहाल्यो नि होइन, बडी वेटहरूको कारणले कस्तो बिमार हुन्छ, के बिमार हुन्छ, खाना मिल्दैन, के मिल्दैन हो। त्यही भएर मर्निङ वक गर्नु चाहिँ धेरै जरुरी छ। नट ओन्ली मी, इच एन्ड एभ्री वान होइन, मर्निङ वक गर्नु जरुरी छ। किनभने हाम्रो अहिले जुन चाहिँ हामी खानाहरू खान्छौँ होइन, त्यसमा पनि धेरै कुरो हुन्छ, कन्ट्रोल गर्दै खानु होइन। अन्त सो त्यही भएर चाहिँ म मर्निङ वक गर्छु हो। तपाईँहरू पनि मर्निङ वक गर्नुहोस्, आफ्नो फिजिकललाई फिट राख्नुहोस् होइन। से नो टु ड्रग्स, फाइट फर फिट, मेरोबाट सुझाव चाहिँ त्यही हो। ल म अहिले दुगुरिसकेर तपाईँहरूलाई देखाउँछु मेरो हालत कस्तो हुँदो रहेछ, देखाउँछु नि त।